कस्तो छ थाहा भयो अब अलिकति चिप्ल्यो कि सक्यो जस्तो लाग्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ र भिडियो नबनाएको चाहिँ लगभग इयर पनि कम्प्लिट भयो होला अब त्यस्तै भयो मेरो घरमा पनि अलिकति समस्या भएको थियो अनि त्यही कारणले भिडियो पनि बनाइएन र आज चाहिँ हामी बुखान सान जाँदैछौँ यहाँबाट 3 जना छौँ थापा सञ्जीव अनि हाम्रो ड्राइभर मगर दाइ यहाँबाट चाहिँ हामी लाग्यौँ हाम्रो गाडी चाहिँ यही हो अब टेक्दै निस्किँदैछ उता ल अलिकति अलि उता जाऊ न यार ए हो होइन टेक्दै बस्छ क्या अलि उता जाऊ अब सो गाइजहरू अब हामी हिँड्यौँ तर बाटोको भ्यूहरू देखाउँछु म ल गाइज अब हाम्रो दाइ पनि रेडी हेलो आयो होइन अगाडि बस्यो अगाडि ल अब हाम्रो लोकेसन पनि सेट भइसकेको छ यात्रा सुरु कति मिनट एउटै हो 37 किलोमिटर कति मिनेट त 10 किलोमिटर त थियो नि हाम्रो दाइ पनि आउनुभयो अब हाम्रो सुरु हुन्छ यहाँदेखिको यात्रा बुखान सानसम्म गाइजहरू हामी आइपुग्न आँट्यौँ अब हामी पुग्ने ठाउँ भनेको चाहिँ यही होला सायद त्यहाँ डाँडामा गएर चाहिँ फोटो खिच्ने ल गाइजहरू हामी चाहिँ यहाँ बुखानको फेदमा चाहिँ आइपुग्यौँ तर अलिकति लोकेसन अलिक गलत हाने रहेछ त्यही भएर अलिक अर्को ठाउँमा पार्किङ गर्ने ठाउँ पनि भएन गाह्रो भयो त यार गाइजहरू फाइनल आइपुग्यौँ हामीले चाहिँ गाडी त्यहाँ पार्किङ गरेको छौँ अब यहाँबाट चाहिँ हिँड्नु पर्ने हुन्छ यताबाट सर त्यो लोकेसन हेर्नुपर्ने हुन्छ त्यो गाइजहरू हामी चाहिँ एकदम स्पोटमा आइसकेको छौँ यहाँबाट अब उकालो चढ्नु पर्ने हुन्छ पानी चाहिँ अब यहाँबाट माथि नपाउने भन्ने कुरा आयो पानी फेरि माथिबाट आएको क्या हामी पानी नपाएर अब यहाँबाट पानी लगेर जान्छौँ एउटा हुन्छ कतिवटा हुन्छ ब्यागमा बोकेर ल हो त्यो यो डल्लोलाई सस्तो पर्छ क्या यति एउटा बोक्नु सकिन्छ फेरि दुईवटा 3 जनाले बोक्नु सकिन्छ ल यसलाई जाउँ क्या 3वटा दुईवटा ब्यागमा कि सानोवाला यस्तो छैन सक्नेले बोक धेरै गाइजहरू अब चाहिँ सुरु भयो हाम्रो ट्रेकिङ मेरो लाइफमै फर्स्ट टाइम हो ट्रेकिङ चाहिँ कस्तो हुन्छ बबालाई हुन्छ होला सायद यहाँ पनि पाउने थिएछ त नि पानीहरू त यहाँ पनि पाउने थिएछ र तलबाट ल्याइहालौँ यात्रा सुरु भइसक्यो कता हिँडेको थाहा पाए मुखान सान हिँड्ने हो सकिन्छ हिँड्न ल बाटोमै छोडिदिने हो कस्तो फिल भइरहेछ त अनि गाह्रै भयो नि त फर्स्ट टाइम होइन तिम्रो गाउँपाखा त हिँडेको मान्छे हो यो ल एकदम चिसो मौसम पनि कस्तो मजा आएको छ पानी कति सफा है अर्ग्यानिक नेचुरल पानी है ल यार गाइजहरू गलत बाटो आइएछ थापालाई हिँडाउनु पर्छ पहिले सक्छ क्या हिँड न किन हिँड्नु सक्छ खै म झर्छु यहाँ यो समाधान नै म झर्छु यस्तोमा नसकेर हुन्छ पाहाड कसरी चढ्छौ तिमी केही हुन्न यसरी झर क्या थाहा पाए यसरी अडिनु त्यहाँ अनि त होया टेक्नु म बिस्तारै हो अब हात पनि फुट्टा एक दाइले झन् दामी आइडिया हाल्नु भयो जुत्ताले नै माथि नटेकी क्या
हाइटले साथ दिएन अलिकति गाइजहरू यात्रा सुरु भइसकेको छ हाम्रो बाटो चाहिँ यस्तो ठाडो उकालो छ तिम्रो फर्स्ट टाइम होइन हाइकिङ चाहिँ यसरी ट्राई नै गर्छु भनेर चाहिँ पाहाडै चढ्छु भन्ने छ हाइकिङमा हिँड्ने हिँड्नलाई त नेपालमा त कति हिँड्ने होइन नि गाइजहरू एउटा मेमोरीको लागि यो भिडियोहरू चाहिँ निरन्तर यात्रा अगाडि बढिरहेछ अलि पछाडि नै छ दुईजना अलिकति हिँड्नु अलिकति सक्दैन उनीहरू चाहिँ हामी चाहिँ अलिकति पाहाडमै हिँडेर यसो पाहाडमै बसेको हिँडेकोले गर्दाखेरि मजाले हिँडिन्छ यो चाहिँ टक्क ढुङ्गाको यस्तो बनाएर छ लगाइन्छ अब यतिखेर चाहिँ हामी पानी खानुपर्ने हुन्छ पसिना चाहिँ यसरी आउँछ खल 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 इट्स टाइम फर कुलिङ ब्रेक थापा आइपुग्यो कस्तो छ अवस्था कस्तो छ थापा तिम्रो इन्टरभ्यू लिनु पर्यो क्या गाह्रो भयो लास्ट डे यो त आजमा हाम्रो खुट्टा त फलाम जस्तो साह्रो भएको फिल भइसक्यो पुगिन्छ त माथि दामी पसिना निकाल्यो सर थापाले पानी खाएर त्यसपछि नेक्स्ट भ्लगमा भेटौँ है गाइजहरू ए अन्यस्यो ल आधी भयो गाइज अब चाहिँ एकदम उकालो भरे ठाडो काजी Are you fine? Nasyo. Hai, Nurayo. Oh, kak. Kok. हाम्रो थापा चाहिँ अलि तलै छ हिँड्नु नसक्ने मान्छे ल हेलो काजी बुहारीले पक्कै भ्लग हेर्छ होला होइन अलिक भाइलाई अलिक डाइट खुवाउनु पर्ने भयो हिँड्नु सकेन यहाँ थापा यसरी हिँड्यो भने छोराछोरी जन्मिने सम्भावना बढी हुन्छ कुरो बुझ्नुमा छ ओहो वाह कस्तो दामी हावा साथीहरू यहाँबाट हामी चाहिँ एकाडेमी पार्क इन्फर्मेसन सेन्टर यता जाने रहेछ हामी चाहिँ बेङ्गुन्डाई पिक हेङ्गुन्डाईतिर जाने रहेछ एकदम मुन आइपुग्यो अब यस्तो छ कस्तो क्युट बवाल बिरालो आइज बाघ जस्तो छ कुदिदिनु पर्यो ल खाएन यसले त बिस्कुट दिएको खाएन त लिन ल खाएन क्या त्यसले दिएको ऊ खायो एकदम म्याउ म्याउ गर्दै आउँछ ग्रेट वाल जस्तो छ त यहाँ त यस्तो माथि पान्थरीमा ल ग्रेट वाल चाइना चढिरहनु भएको छ दाइ चाहिँ एकदम वर्ल्डको बिगेस्ट वाल अफ चाइना यस्तो छ यहाँ जाने मान्छेहरू चाहिँ ल गाइज भ्यू हेर्न सक्नुहुन्छ निकै माथि आइसु भने तल चाहिँ बिल्डिङहरू भवनहरू यस्तो दामी देख्ने रहेछ कुन सिटी हो यो अब यता चाहिँ हामी पुग्नु पर्ने ठाउँ चाहिँ यहाँनिर यो डाँडा हो क्या यो डाँडा धेरै छैन अब
लेट्स गो गाइज रनिङ यत्रो छ यार मान्छे हेट बाटो चाहिँ अब चाहिँ हल्का हल्का अप्ठ्यारो हुन थाल्यो थोरै थोरै 발성도 없고 गाइज आइपुग्नु आँटेको अब चाहिँ भ्यू देख्न सक्नुहुन्छ यता यस्तो बगाल छ वाउ यता पनि 인증률이 센가 봐요. 안 많아서 엄청 장거죠. फाइनल्ली आयो गाइज वाउ भ्यू त बबाल गाइजहरू लगभग हामी आइपुग्नु लाग्यो अन्तिम पोइन्ट चाहिँ यहाँ माथि हो एकदम दामी भ्यू देखिरहेको छ तल कुन चाहिँ थियो थाहा भएन एकदम चिसो मौसम बबाल भइरहेछ बबाल ओ सरी बबाल भएको छ यहाँ पारी चाहिँ मान्छेहरू चढिरहेको यस्तो देख्न सक्नुहुन्छ चढिरहेको छ डोरी भएर चढिरहेको छ त्यो जग्गा अब अलिकति चिप्ल्यो कि सक्यो जस्तो लाग्यो फाइनली आइपुगिसक्यो अझै भिडियो बनाउँदै जाँदामा यहाँ माथि मान्छे चढिरहेको छ 잠바 줄까 지금? सो गाइस अहिले चाहिँ बुखानसान अथवा बुखानको पहाडको टपमा आइपुगेको छौँ त पछाडिको झन्डा चाहिँ एकदमै अन्तिम पोइन्ट हो चाहिँ एकदमै हावा चलेकोले गर्दाखेरि बनाएको भिडियोमा चाहिँ एकदमै धेरै डिस्टर्ब आएछ त्यही भएर भिडियो ओभर गरेको र यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ यता पनि रक क्लाइम्ब गर्ने रहेछ माथिसम्म डोरीबाट चढिरहेछ मान्छेहरू एकदमै रिस्की एकदमै डरलाग्दो ठाउँहरू रहेछ र एकदमै हावा चलिरहेछ त्यहाँनिर चाहिँ र मलाई भिडियो बनाउनु पनि डर लाग्यो अलिअलि बनाएँ अनि फर्किने बेलामा चाहिँ तल एकजना चढ्दै गरेको मान्छे चाहिँ एकदम सिरियस बिरामी भएर एकदम अर्जेन्ट रेस्क्यु गर्नको लागि हेलिकप्टर आएको थियो र तपाईँ यहाँ देख्न सक्नुहुन्छ र अब भिडियो चाहिँ लगभग यति नै हो सो हेलिकप्टर रेस्क्यु भिडियो हेरेर इन्जोय गर्नु होला थ्याङ्क यू